Hello guys, welcome back to our YouTube channel. तपाईहरुलाई चाहिँ आज हामी के देखाउन गइरहेका छौं भन्दाखेरि आज चाहिँ तपाईहरुले DJI Pocket 3 मा स्क्रिन प्रोटेक्टरहरु इन्स्टल भएको देख्नुहुन्छ। हामीसँग चाहिँ यो टेलिसिन को छ। टेलिसिन साथसाथै हामीसँग अर्को ब्रान्डको पनि स्क्रिन प्रोटेक्टरहरु अवेलेबल छ, तर अहिले चाहिँ हामी टेलिसिन को युज गर्न गइरहेका छौं। टेलिसिन को युज गर्नलाई चाहिँ फर्स्टमा तपाईले टक्क लाएर स्क्रिनहरु मज्जाले सफा गर्नु पर्यो। अनि त्यो स्क्रिन प्रोटेक्टरमा एउटा प्लास्टिक फिल्म हुन्छ, त्यसलाई पिल अफ गरेर बिस्तारै अलाइनमेन्ट मिलाएर टाल्नु पर्यो। अलाइनमेन्ट मिलेपछि बिस्तारै त्यो तपाईको बिस्तारै कपडाले प्रेस गरिदिनु पर्यो सफा हुने गरेर। अब चाहिँ लेन्स प्रोटेक्टर, लेन्सको पालो। लेन्स प्रोटेक्टर लेन्समा हाल्न, लेन्सको पालो हैन त। यो पकेट 3 मा चाहिँ तपाईहरुको के हुन्छ भन्दाखेरि गिम्बल हुन्छ, हल्लिन्छ, त्यही भएर एउटा औंलाले चाहिँ फिक्स गर्नुपर्छ। अब पुस्न पनि अलिकति गाह्रो नै हुन्छ, लेन्स प्रोटेक्टर सानो पनि हुन्छ तपाईको हैन लेन्समा। अनि त्यही भएर चाहिँ हामीले मस्टली यसमा चाहिँ पुस्यौं, त्यसपछि फर्दर प्रेस नगरिकन गिम्बल भएको भाग भएर यसमा चाहिँ हामी डस्ट एब्जर्बर मज्जाले युज गर्छौं। डस्ट भएसम्म निकाल्न सके जति ट्याक्क निकाल्छौं, पुस्छौं, जे जस्तो गर्न सक्छौं सफा चाहिँ सफा बनाउँछौं। अनि त्यसपछि यसमा पनि अलाइनमेन्ट मिलाउनु पर्ने हुन्छ। मज्जाको अलाइनमेन्ट मिलाएर ठ्याक्क टालेपछि तपाईको लेन्स प्रोटेक्सन पनि भयो है। लेन्स प्रोटेक्सन हुनु बित्तिकै तपाईहरुको आनन्द हुन्छ नि त गाइज हैन। कतै केही भइहाल्यो कि कोरिदैन, लेन्स प्रोटेक्टर मात्रै चेन्ज गर्यो कि पुग्यो तपाईलाई। Okay guys, this was the video. यति नै। यस्तै भिडियोहरु आउँदै गर्छन्। Guys, hope you guys like it अनि subscribe for more guys. Thank you. Thanks for watching.